हेलो गाइस, हेर्नुहोस् त यहाँनिर यो फुल प्लान्टै भनौँ न है, ब्लुमिङ हुँदैछ है, सर्कल गरेर लगाएको छ है। अनि यो चाहिँ यसरी यहाँ लाग्छ, यहाँ बिचमा हिँड्ने बाटो छ नि त, यो बाटो छ। अनि यो चाहिँ अब यतापट्टि लगाएको छ सर्कल गरेर, ब्लुमिङ हुँदैछ। अब यसले फुल्छ होइन, फुलेपछि पर्पल कलरको रहेछ, पर्पल कलर। बिचमा चाहिँ त्यो डेलिया, यसलाई के भन्छ है, डेलिया फुल जस्तो इच्छा बनाएर गार्डनरले लगाएको रहेछ होइन, राम्रो देखिरहेको छ। हाम्रोतिर चाहिँ सिङ्गल सिङ्गल रोप्छौँ होइन, जग्गा हुनेले चाहिँ यसरी मिलाएर लाउँदा राम्रो देख्ने रहेछ है साथीहरू, हेर्नुहोस् त है। हेलो गाइस, हेर्नुहोस् न यो फुल है, हाम्रोतिर त सिङ्गल सिङ्गल रोप्छौँ नि, तर यहाँ त हेर्नुहोस् न मजाले मिलाएर यसरी गोलो बनाएर सर्कलको रूपमा बनाएर लगाएको छ, राम्रो देखेको छ। अनि यहाँ चाहिँ अब हिँड्ने पेसेस दैलो यो छ नि त, गाडी आउने दुईपट्टि साइडमा लगाएको छ हो। अनि यहाँ पनि लगाएको छ, हेर्नुहोस् त। अब यसले बिस्तारैसँगले फुल्दैछ होइन, ब्लुमिङ हुँदैछ, हेर्नुहोस् त। अब बिस्तारै बिस्तारै त्यो आएर गर्छ, दुई साइडमै लगाएको छ। हाम्रोतिर चाहिँ सिङ्गल सिङ्गल आउँछ नि त, अनि त्यसले गर्दाखेरि यहाँ चाहिँ बिचमा पनि लगाएको रहेछ, तर त्यो बिचको चाहिँ उयो भइराखेको रहेछ। यहाँ चाहिँ कमलको फुल पनि लगाएको छ। यो चाहिँ पानीको बन्द हो, यिनीहरूले चाहिँ यहाँ जमिन यसरी खन्छ कि, अन्त अब यो बनाउनुको लागि चाहिँ हेर्नुहोस् न, यहाँ प्लास्टिक बिछाएको छ है। अनि यिनीहरूले त्यो पहिले खन्छ, डिग गर्छ होइन, कत्रो एरिया चाहिएको छ, त्यहाँदेखि प्लास्टिक बिछाउँछ पुरा यसरी त्यही साइजमा, त्यहाँदेखिको पानी चाहिँ जम्मा गर्दो रहेछ। यहाँनिर चाहिँ कमलको फुल पनि छ, अनि यस्तो खालको पहेँलो फुल फुल्छ यसले चाहिँ है, यो बोझो जस्तोले चाहिँ हेर्नुहोस् त, फुलिसकेको यो दानाहरू, अनि लिली फुल जस्तो राम्रो देख्छ यो चाहिँ। अनि यहाँ चाहिँ पानीको पोन्ड छ, हेर्नुहोस् त। कमलको फुल पनि छ, यी फुलिरहेको छ, एउटा सेतो देख्नुभयो। ल तपाईँहरूलाई कस्तो लाग्यो यो पानीको पोन्ड गार्डनको छेउमा है, बताउनुहोस्।